ठीक छ ल अब सेक्सन बी को रिजल्ट पब्लिश हुन गइरहेछ राधम कहाँ छ रे राधम के राष्ट्रिय सेक्सन बी केमा कम बजाउनु नम्बर कुन सब्जेक्टमा धेरै कम आयो अरु भन्दा नेपालीमा बाकीमा त ठीक छ नि कति पर्सेन्ट छ सुधार एउटा यो सुरुवात मात्र सुरुवात गरेका छौँ हामी अब सेकेन्ड आजदेखि सबैलाई यो देखिराखेको सुनिराखेको सबैलाई कम्तीमा इच्छा जागोस् कि हामी पनि यस्तो किसिमको हौँ भनेर Is there a class 9? Yes, sir. Oh yes. Look at. अब शुक्रबार I'm looking. Yes, look at. ल अब नेपाली मिडियम 10B बाट प्रथम हुन सक्ने आइसिसी राजदीपा चौधरी त पर्सेन्टेज धेरै लो भइसक्यो 54.37% फर्स्ट डिभिजन हो त्यो चाहिँ कार्यान्वयन हुन्छ र त्यस्तै सेकेन्ड हुन सफल भएका छन् भाइ महेश बच्चा यो फर्स्ट हो यो सेकेन्ड हो यो प्रथम हो 9 मा यो प्रथम भएको राजीवन द्वितीय भएको नन्दलाल भूपेन्द्र मेम्बर चाहिँ कहाँ जानुभएको छ Okay. Mohon yo putuskan yo 3% या 4% लाई दिएको छैन म यो दिएको छु ताकि यो स्टुडेन्ट र यी जस्ता पाएका सबै क्लास 10 का सबै स्टुडेन्ट्सहरु कम्तीमा लोएस्ट मार्क एसएलसीमा 60% लाओस् भन्ने आशा बोकेर लास्टमा तृतीय हुन सफल भएका छन् नन्दलाल राम 49 भिडियो गर्दिनु आगे सबै कार्यक्रममा सहभागी छन् भने सबैलाई बस्न सक्छ चल परेको क्वेसन आउँदा कति भिडियो एकदम राम्रो फास्ट फ्याबुलस तिम्रो अगाडि अब पुरस्कार हामी वितरण गर्यौँ र अब आजदेखि तिमीहरू पहिलो त हुनैपर्छ कि आजदेखि म सुधार गरौँ र म पनि युवा स्टार र भएको विद्यार्थीले अझ योभन्दा धेरै राम्रो पर्सेन्ट ल्याउने र जो कम छ जसको त्यो विद्यार्थीले कम्तीमा भर्खरै हाम्रो भूपेन्द्र भाइले भन्यो कि कम्तीमा जो पास गर्छ त्यो कम्तीमा 60% भन्दा बढी मार्क्स ल्याउँछ
काम सुरुवात गरेका छौँ र भोलिदेखि भोलि भनेपछि अब भोलि छुट्टी छ आउने दिनमा कक्षा 9, 8 क्रमशः 1 सम्म त्यो पुरस्कार वितरण गर्ने हाम्रो कार्यक्रम रहनेछ र प्रत्येक दिन प्रत्येक क्लासको अभिभावकलाई हामी बोलाउने लक्ष्य राखेका छौँ। त्यही अनुरूप हामी आज बोलाएका थियौँ तर 10 कक्षाका विद्यार्थीहरूले बदमासी गरे हो कि आफ्नो अभिभावकले खबर नगरे हो कि अभिभावकको उपस्थिति साह्रै न्यून रह्यो। त्यसकारण मैले आइतबार यहीँबाट घोषणा गर्दैछु कि आइतबार यदि जुन विद्यार्थीले आफ्नो अभिभावकलाई ल्याएन भने सोमबारदेखि हामी क्लासमा पस्न दिँदैनौँ 10 कक्षा विद्यार्थीलाई प्रश्न भनिदिन्छु। मतलब यो कार्यक्रम चाहिँ हाम्रो हाफ टाइमको समय पनि हो र सबैले अब एकचोटि टिका लगाइदियो भने सरले भन्नुभयो ठिकै छ।